सीताराम छैन, राधाकृष्ण छैन, राम सीता कसैले भन्दैन। सीताराम अब हामीले भन्नु पर्दा पनि राधा कसैले भन्दैन। माता पिता तुम मेरे के भन्छौ नि, माता त्यसपछि पिता, पहिला आमा। वेदले के भन्छ, मातृदेवो भव। हामीले बाउलाई प्रथम स्थान, आमालाई जो स्थान दिएको छौ नि व्यवहारमा, तर शास्त्रले भन्छ तिमीले पहिला आमालाई मान, आमालाई देवता सरह मान, त्यसपछि बल्ल बाउलाई मान। अपमान गरे होइन। प्रथम स्थान दुईटामा कसैलाई दिने हो, आमालाई देऊ। अहिले जिम्मेवारी पनि आमाको कति धेरै छ। त्यति मात्रै होइन, यो घरमा एउटी महिला छन्, यो घर देखिन लागेको हुन्छ। 5-6 जना पुरुष बसेका छन्, ओडार चाहिँ हुन्छ। न यहाँ घुर्यान फालिएको छ, न वरिपरि किनारमा ती उम्रेका झारहरू फालिएको छ, देख्न लागेकै हुन। एउटा महिला बसेको घर त्यो हुन्छ, यदि महिला छन् भने त्यति मात्रै होइन। तपाईँ कराउनुहुन्छ पुरुष कामै नलाग्ने छ। ऱ्याङछाङ त घरमा सबैले मिल्या हुन नि। पुरुष कामै नलाग्ने छ, तर महिला ज्यादै सुशील छ। घर चल्छ जनता, दिनदिनै कहाँ जान्छ, जाँड खाएर साँझ हल्लिँदै बल्ल बल्ल कहिले आउँछ कहिले आउँछ, तर लटर पटर त्यो घर चल्छ। नारी कामै नलाग्ने छन्, पुरुष ज्यादै ठिक छ, 2 दिन पनि त्यो घर चल्दैन। घर चलाउने महिलाले। त्यसकारण जहाँ महिलाको सम्मान हुन्छ त्यो घर चल्छ। त्यो सम्मान गर्ने व्यक्तिले पनि सुख पायो, घरले पनि सुख पायो। महिलाको अपमान गर्ने ठाउँमा कहिले पनि राम्रो हुँदैन। हाम्रो शास्त्रले त्यस्तो भन्छ। यहाँ महिलाप्रतिको दमन भनेर देखाएको छ। मैले सुनिसकेँ, तपाईँको मनको कुरो म बुझिसकेँ। सुन्नु, हजुर यहाँको कान्छी बुहारी होइन, छोराको कुरा गर्नुभयो। जस्तो मान्छे धर्म कर्म गर्नुपर्छ भन्छन् होइन, धर्म कर्म गर्थे पाप पर्छ, राम्रोसँग मृत्यु हुन्छ भन्छन् है। हाम्रो सासुआमा जति धर्म कर्म गर्ने मान्छे कोही थिएन कि, उहाँको मृत्यु यति कठिन किन भयो? उहाँको मृत्यु कठिन भयो, जुन मैले आदिवासी गर्नुभयो उहाँको, उहाँलाई त मैले नि अलिअलि जाने। उहाँको मृत्यु कठिन भयो। अब हाम्रा कर्म कतिवटा हुन्छन्, हामीले सामान्य कर्म गर्नुपर्छ, कर्म अनुसारको परिणाम पाइन्छ भन्छौँ। हाम्रा कर्म सुन्नु तपाईँको कुरा बुझेँ के म। आमालाई सबभन्दा बढी दिन पनि आफ्नो अगाडि सन्तान जानुभयो कि, हाम्रो आमा पनि 24 वर्षको सन्तान आफ्नो अगाडि गए है। मलाई 1 महिना अगाडि उहाँको बक्की रोक्यो, इच्छा चाहना भन्न पाउनु भएन। सुन्नु न, हजुरको आशय बुझेँ। जुन अहिले भावुक बन्नुभएको छ त्यो चिन्ता नगरौँ, हुने कुरा हामीले टाढा पर्दैन। हाम्रो अधीनमा हामी पनि छैनौँ, हाम्रो अधीनमा हामी पनि छैनौँ। सजिलै बस्नु न, यता सुन्नुहोस्। कर्म हाम्रा, सुन्नुहोस् है, हाम्रा कर्म 3 प्रकारका हुन्छन्। हामीले जुन एउटा कर्म भन्छौँ सामान्य त्यति मात्रै। हाम्रा कर्म 3 प्रकारका हुन्छन्, सञ्चित, क्रियमाण, प्रारब्ध। प्रारब्ध कसैले पनि नभोगिकन छुटकारै पाइँदैन है। प्रारब्ध सञ्चित र क्रियमाण बाँड्न पाइन्छ। जस्तै हामीले धान रोप्छौँ, उदाहरण दिएको है, धान रोप्छौँ, धान रोपिसकेपछि त्यो धान वर्ष दिन खाने भनेर भकारीमा भित्र्याउँछौँ। अब त्यो धान धेरै दुःख साथ यहाँ आउनुभयो, लौ न अहिले त बर्बाद भयो, अलिकति खर्च चाहियो भन्ने आउनुभयो भने मैले भकारीबाट निकालेर उहाँको पीडा देखेर उहाँलाई दिन सक्छु नि मैले त्यो धान बाँडियो। त्यसपछि अर्को क्रियामाण, यो सञ्चित भयो। अर्को क्रियामाण, जुन चामल बनाएर भाँडामा पकाइएको छ, हजुरले पकाउनु भएको छ, वरिपरि राख्नुहुन्छ र त्यो भाँडामा पकाएपछि सबैलाई विभाजन गर्नुहुन्छ। त्यो आफूले खाना भनेर ल्याएर राखेको छ नि, त आफूले खानुहुन्छ। मेरो उहाँले खानुहुन्न, उहाँको उहाँले खानुहुन्न, आफ्नो भाग आफैले खाने हो। भाँडामा भएको पनि बाँडियो, भकारीमा भएको पनि बाँडियो, त्यो बाँड्न सकिन्छ। प्रारब्ध भनेको आफैले भोग्नु पर्ने, चाहे सुख होस् चाहे दुःख होस्, राम्रो नराम्रो जस्तो छ त्यो सबै आफैले भोग्नुपर्छ। तर हामीले हेर्दा यहाँ जान्दा, अब एकजना महात्मा हुनुहुन्थ्यो वृन्दावनमा, उहाँको शरीरमा किरा लाग्यो। किरा कहिले कहिले त्यो घाउबाट निस्केर बाहिर जाँदाखेरि त्यो बाहिर निस्केको किरालाई ल्याएर शरीरभित्र राख्ने। किन? ऊ बाँचोस् न, उसले सुख पाओस्,
एक दिन त यो बिदाई गर्ने यसलाई मेरो शरीर कसैको सेवाको लागि आएको मैले सेवा गर्नु नै पर्छ उसको सेवा होस् न भनेर त्यो किरा फसेको किरालाई पनि ल्याएर शरीरमा राख्नु जरे त्यो सुनेको थियो बुझेको थियो र त्यस्ता पनि हुन्छन् त्यसकारण उहाँले सोच्नुहुन्थ्यो मेरो प्रारब्धमा यही लेखेको छ त्यो कसैले पनि नभोगी सुख पाइन्छ त्यसकारण आमाको प्रारब्ध अब तपाईँको प्रश्न आज हामीले बिहानभरि यो पढ्यौँ नि यसैमा बिहान मैले सुखदेव र परीक्षितको कुरा सुनाएँ नि अन्तिममा गएर भगवानका भक्त वेदस्तुतिपछि लगत्तै छ भगवानका भक्त 87 मा त्यो छ 88 अध्याय 10औं स्कन्धको 88 अध्यायमा छ भगवानका भक्त ज्यादै दुखी भएको शङ्करजीका भक्त अलिक केही सुखी भएको पनि देखिन्छ किन हो भन्नु प्रश्नै यही हो हामीले देख्दा त्यो देखिन्छ भन्नु त्यसपछि उहाँले उदाहरण दिनुहुन्छ भस्मासुरको एउटा भस्मासुर नाम गरेको नरकासुरको जस्तो नाम नरकासुर नाम गरेको दैत्य थियो त्यसले शङ्करजीलाई प्रसन्न बनाएर वरदान पाउनका लागि तपस्या गर्यो लामो समय तपस्या गर्दाखेरि पनि शङ्करजी खुसी भएर वरदान दिन आउनु भएन भनेर आफ्नो शिर नै छेदन गरेर आउनु दिन थाले त्यो बेलामा शङ्करजी आउनुभयो र रोक्नुभयो अनि तिमीदेखि म खुसी छु भन भन्दा मैले जसको हातमा शिर राखिदिन्छु शिरमा हात जसको शिरमा मैले हात राखिदिन्छु त्यो भस्म होस् मैले यस्तो वरदान पाऊँ भनिदियो शङ्करजीले हुन्छ भन्नुभयो भक्तले अब पुकार गर्यो बोलायो ठिक छ भनिदिनु हो त्यसपछि उसले त के सोच्यो दुष्ट न हो दैत्य न हो नरकासुर त्यसले के सोच्यो यति सुन्दर पार्वती छन् शङ्करजीको टाउकोमा हात राखिदियो भने यिनी नाश हुन्छन् शङ्करजीलाई त मैले हत्याउन पाउँछु पार्वतीलाई सोच्यो पार्वतीलाई त मैले हत्याउन पाउँछु यो सोचिदियो त्यसपछि अब आफूले दिएको वरदान हो व्यर्थ हुने पनि भएन शङ्करजीलाई सङ्कट परिहाल्यो त्यहाँबाट उहाँ भागिहाल्यो शङ्करजीलाई सङ्कट परिआयो भन्ने थाहा पाएर भगवान् विष्णु आउनुभयो सानो बालकको रूपमा लिएर शङ्करजी अगाडि भागेर गइसक्नु भएको छ एउटा बीच बाटोबाट ठ्याक्कै यो नरकासुरको अगाडिपट्टि आएर बडा सम्मानले तपाईँ यसरी हतारले कहाँ जाने हुनुहुन्छ के समस्या पर्यो भन्नुहोस् न भनेर त्यो बोलीले लोभियो मैले वरदान पाएँ शङ्करजीबाट वरदान पाइसकेपछि सही हो कि होइन यो मेरो वरदान सत्य छर्छै छर्दैन भनेर परीक्षण गर्न उहाँको शिरमा राख्न खोजेको थिएँ उहाँ भागिहाल्नु भयो उहाँलाई भेट्नको लागि म त भुल्दैछु अनि भगवान्ले सम्झाउनु भयो अब सुन तिम्रो चित्त म बुझाउँछु शङ्कर भनेको को कपडा पनि नलगाउने बसाउनु त पर्यो नि कपडा पनि नलगाउने भूत प्रेतलाई साथमा लिएर हिँड्ने सर्पको माला लगाउने यस्ताले दिएको कुरा पनि कहीँ लागु हुन्छ सफल हुन सक्छ नभए त्यहाँ विचार गर त तिम्रो टाउकोमा राख त भनेर टाउकोमा राख्दै थाल्नुभयो भगवान् विष्णुले बाबु आफै खत्तम शङ्करजी पनि बस्नुभयो त भगवान्ले लामो समय भए पनि उसको प्रारब्ध भनेको हजुरले यो जीवनमा भोग्न पर्ने जति छ नि भगवान्का भक्तले के भन्छन् दिवी वा भुवि वा ममास्तु वासो नरके वा नरकान्तकः प्रकामम मेरो जीवन सुख होस् दुःख होस् नरकमा होस् स्वर्ग होस् यहाँ होस् त्यहाँ होस् म केही पनि जान्दिनँ तर केवल जहाँ भए पनि हजुरलाई म सम्झिरहँ बिर्सिन नपरोस् मैले त्यही चाहन्छु भन्छ हामीले स्वर्गका कुरा गर्छौँ अब यहाँ समय छैन तपाईँलाई एउटा बडा चित्त बुझ्दो कहानी सुनाउने अनि हाम्रो प्रारब्ध जे छ नि त्यो नभई सुख पाइँदैन भगवान्ले के सोच्नुभयो यसको प्रारब्ध अझ बाँकी छ यो सबै यही जीवनमा सबै भोगाएर अर्को जीवनमा फेरि नभोग्ने गरी म समाप्त पारेर लैजान्छु भन्ने हिसाबले उसका ती प्रारब्ध सबै भोगाउनका लागि लामो समय हामीले देख्दाखेरि त्यो रूपमा देख्छौँ तर त्यसपछिको समय सुखद रहन्छ अब तपाईँलाई म एउटा उदाहरण भन्नै पर्छ ज्यादै छोटो भन्छु है अब भुलाएन भन्नु होला भगवान् श्रीकृष्णका कति थिए श्रीमती म ज्यादै छोटो भन्छु कति थिए श्रीमती भनौँ न कसरी कति थिए 16,108 16,108 कति
बदमास हुन् भन्नु होला। कृष्णले 16,108 कुनै पनि आफ्ना स्वेच्छाले विवाह गरेकै होइनन् त। पहिलो उदाहरण दिन्छु, रुक्मिणी, तपाईका जीवनमा मैले जब गुण सुने श्री कृष्णलाई नै मैले आफ्नो पतिले बनाउने हो भनेर म प्रतिज्ञा गरेर बसेको छु। मेरा दाइले र बाबुहरूले अरूलाई पनि दिन चाहेको छ, चिस्मालाई दिँदैछ। उहाँ लक्ष्मीको रूप हो, लक्ष्मीले भगवानलाई पाउनुपर्छ, यथार्थ पनि हो। त्यसो भएको त्यता जाउँ। त्यो विवाह गर्नुभयो। त्यो विवाह गरिसकेपछि उहाँलाई एउटा लान्छना लाग्यो चोरीको। एक दिनको कुरो, अर्जुनका साथमा कृष्ण भगवान जानुभएको थियो। सत्राजितको वरदान पाएको एउटा मणि थियो जसको तेजले सूर्यको प्रकाशलाई फिका गरिदिन्थ्यो। दोस्रो सूर्य भन्थे सत्राजितलाई। त्यसपछि भगवानका हृदयमा, भगवानका साथमा पो हुन योग्य छ भन्ने खालको कुरा त्यहाँ कतैबाट आयो। त्यो मणि, त्यो चर्चा निस्किया थियो। संजोग यतातिर हरायो, बाघ पनि कराएको, पाठो पनि हराएको भन्छौँ नि हामीले संजोग। अनि त्यो मणि हरायो। मणि हराइसकेपछि अरू कसैले होइन, कृष्णले लगेको छ, कृष्ण चोरले मेरो मणि लयो भन्ने आरोप लाग्यो। भगवान कृष्णले के सम्झिदिनु भयो? सबैभन्दा ठुलो दुःख भनेको लोकापवाद। संसारमा चोरीको आरोप लाग्नु चोरी नभइकन पनि, नगरिकन पनि चोरीको आरोप लाग्नु नराम्रो, यो कलङ्क हो। यसलाई निवारण गर्नुपर्छ भनेर अब त्यो कसरी हराएको थियो भन्दा, हजुरको साइकल छ, मोटरसाइकल छ, मलाई सिक्न मन लागेको छ बाउको, दाइको। हजुर नभएको बेला चाबी त्यहीँ रहेछ, लिएर हिँड्दिन्छ। उसले घोडा लिएर हिँड्दियो दाजुको, अनि मणि पनि लगाएर हिँड्दिएछ। बाटोमा सिंहसँग युद्ध भयो। अनि यो उसले के अरे, हामीले यहाँ भन्छौँ के अरे, भालु, त्यो ओडारमा लगेर राखेर त्यो भालुले भेटायो। अनि भालुले आफ्नो बच्चालाई, बालकलाई खेलाउनको लागि बाबु नरहा गर्छ नि, त्यस्तै गरी त्यही मणि दिएर खेलाउँदै भुलाउँदै गरिरहेको रहेछ। खोज्दै 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 जाँदा प्रसेनले, उनको भाइ प्रसेनले घोडा लगेछ, मणि लगेछ, यसरी युद्ध भएछ। त्यहाँबाट घुम्दै फिर्दै उहाँ पुगेछ। उहाँ बच्चा खेलाइरहेको, भुलाइरहेको मणि दिएर। त्यो थाहा पाइसकेपछि भगवान श्रीकृष्णले आफ्ना भित्र लागेको दोषलाई हराउनका लागि सबैभन्दा ठुलो महत्त्वपूर्ण उसको सामान उसले बरु खोजेन होला, भगवान कृष्णले खोजेर उहाँ पुग्नुभयो। अनि त्यो जाम्बवानसँग 21 दिनसम्म लडाइँ भयो, पार पाएन। सबैलाई मैले जित्थेँ, यिनलाई किन जित्न सकेन भनेर अन्तर्दृष्टिले हेरेको त भगवान श्रीकृष्ण पो रहेछन्। ओहो, अनि पछुतायो, मैले कति ठुलो अपराध गरेँ भनेर माफ माग्यो। सहजै स्वीकार गर्यो, दियो, मणि दियो। भगवानले भन्नु, यो मेरो होइन कसैको हो, म माथि आरोप लागेको हुनाले मैले दिन खोजेको। हजुरलाई त म यो दिन्छु। हजुरप्रति मैले आफ्नो जुन एउटा पराक्रम देखाउन खोजेँ, असफल पराक्रम, मैले ठुलो गल्ती गरेँ। यो प्रायश्चित्त गर्नको लागि मेरी छोरी छन्, यो छोरी पनि हजुरले स्वीकार गर्नुपर्छ। छोरी पनि दियो उपहारको लागि, जाम्बवती छोरी। त्यसपछि सत्राजितलाई गएर त्यो दिनुभयो। सत्राजितले के गर्यो, अप्ठ्यारो नमान्नु होला, हजुरसित सम्बन्धित छ। त्यहाँबाट सत्राजितले के गर्यो, त्यो मणि स्वीकार गरिसकेपछि सबै कुरो बुझ्यो। ओहो, कृष्णलाई मैले चोरीको आरोप लगाएको छु, माफ माग्यो। त्यतिले मात्रै भएन, प्रायश्चित्त गर्नका लागि आफ्नी बहिनी मैले उपहार दिन्छु भनेर बहिनी उपहार दियो। उनी ज्यादै खुसी भएर पछि लागेर गए। यस्तै गरेर 8 वटा भए। त्यसपछि भौमासुर नाम गरेको एउटा दैत्यले 101 सङ्ख्या पुर्याइसकेको थियो। कसैका कन्याहरू अपहरण गरेर सुरुङमा लगेर सामूहिक रूपमा राखेका थियो। उनीहरू कसरी यो बन्धनबाट छुट्टाएर पाउने भनेर पुकार गरिरहेका कुनै सम्भव देखेन। अन्तमा हरेक कहानी सुनिसकेपछि कृष्णमा मात्रै एउटा दम छ। हरेक कन्याहरूले छुट्टाएर भगवान श्रीकृष्णलाई प्राप्त गर्न सकौँ भनेर सबैले सामूहिक अब त्यो भक्त सुरक्षा गर्नका लागि आउनुभयो। त्यहाँबाट त्यो पन्जाबाट कहाँ लागेका थियो, हामी दुःख पाउँछौँ, हामीले अपनाउँछौँ भनिसकेपछि
8 पढेर महारानी भए 16,108 16,100 यहाँ थिए खोइ कहाँ गरी त यस्तो फोटो नै हाल्छौ या बाबा र म दुईजना सुटतिर कम्पिटिसनमा छौँ हामी यतिजनाले सेवा गरेका छौँ कृष्णको र पनि अझै उतै सम्झना छ भन्ने खालको त्यो भित्र खुल्दुली जमेर बसेका छ तर भन्न सक्दैनन् यो मनको कपटता कृष्णले जान्नुभयो त्यसपछि संजोग एक दिन बिमारी भएको बेलामा ज्वरो नाप्छन् हेर्छन् तातो छ पोल्छ उपचार गर्न भइदियो